हे एभ्रिवान, यो चाहिँ हाम्रो राराको भ्लग हो। यसमा चाहिँ हामी ट्रेक भन्दा पनि टुर हिसाबले गएको थियौँ। ड्याड ममालाई पनि लिएर गएको थियौँ। सो यो चाहिँ मुर्मा टप भन्ने ठाउँबाट देखिएको राराको भ्यू हो। अनि यहाँसम्म पुग्नलाई चाहिँ 2 घण्टा जति हिँड्नुपर्छ तलबाट। हाई लुरी। अनि हामी चाहिँ काठमाडौँबाट नेपालगञ्जसम्म फ्लाइट लिएको थियौँ। अनि नेपालगञ्जबाट चाहिँ प्याकेजै बुक गरेको थियौँ। अनि प्याकेजमा चाहिँ नेपालगञ्जबाट रारा अनि पुगेर फेरि नेपालगञ्जसम्म नै फर्काउने प्याकेज थियो हाम्रो। सो काठमाडौँबाट बेलुका फ्लाइटमा गयौँ। अनि त्यो दिन नेपालगञ्जमै बस्यौँ। अनि भोलि बिहानै जिप लिन आएको थियो। अनि त्यो जिपमा हामी टुर सबै छ। यो अब डिस्क्रिप्सनहरू यहाँनिर। हामी चाहिँ अब ठ्याक्क नेपालगञ्जबाट राराको लागि निस्किन लाग्यौँ। हामी चाहिँ अहिले बबईमा छौँ। ठ्याक्क हामी नेपालगञ्जबाट 1 घण्टा अगाडि हिँडेको थियौँ। अनि यहाँ बबईमा अब खाजा खान लागेको चाहिँ यहाँनिर शर्मा होटेलमा खाजाहरू खाएर अब यो लुम्बिनी र कर्णाली छुट्याउने बबईको पुल ठ्याक्क त्यहाँनिर छ। हामी चाहिँ सुर्खेतमा छौँ अहिले। यहाँ ड्राइभर दाइको घरतिर एकछिन सामानहरू के पानी सानी खानलाई रोक्नु भएको छ। हामी चाहिँ यो सुर्खेतभन्दा ठ्याक्क माथि गुरासे भन्ने रहेछ, त्यहाँनिर खानाहरू खायौँ। मिठो थियो खाना। अनि खाना खाएर अहिले चाहिँ दैलेखतिर छौँ। बाटो एकदम अफ रोड छ, एकदम नराम्रो बाटो छ। यहाँ एकदमै उराट लाग्दो नै छ। यो चाहिँ बाटोहरू पनि बनेको छैन रहेछ। अनि एकदम धुलो उड्ने, कति ठाउँमा त एकदमै नराम्रो बाटो छ। पानी पर्ने टाइममा त गाह्रो हुन्छ यो बाटोमा गाडी चलाउनलाई नै। यो चाहिँ कालीकोटको सदरमुकाम मनमा हो। यहाँ आइपुग्न चाहिँ लगभग हामीलाई 5 घण्टा जति लाग्यो। 5 बजिरहेको छ अहिले। हामी चाहिँ नगमामा छौँ अहिले। ठ्याक्क नेपालगञ्जबाट हिजो फ्लाइटमा झरेर अनि त्यहाँबाट सिधै नगमा आयौँ। नगमामा यो छायानाथ मोगो होटलमा बसेको छौँ। अनि यहाँबाट अब राराको लागि निस्किन्छौँ खाजाहरू खाएर। होटल चाहिँ एकदम सफा राम्रो छ। इफ आउनु पऱ्योमा यहीँ बस्दा हुन्छ। यो चाहिँ छायानाथ होटलको ब्याक भ्यू हो। हिजो राति 8 बजे आइपुगेको थियौँ हामी। हामी चाहिँ यो कनका सुन्दरी भन्ने ठाउँमा आइपुग्यौँ राराको बाटोमा। यहाँ चाहिँ खाजा खाने ठाउँ रहेछ, खाना खाने ठाउँ रहेछ। ठ्याक्क बस आयो अनि भिड भएको छ। हामी आउने बेला चाहिँ खाली थियो। माथिको चट्टानहरू राम्रो छ। अब 1.5-2 घन्टामा पुगिन्छ होला रारा यहाँबाट। यो चाहिँ रारा निकुञ्जको स्टार्टिङ पोइन्ट। यहाँसम्म ठ्याक्क गाडी आइपुग्छ राराको। आफ्नै रिजर्भ लिएर आएको छ भने यहाँसम्म ल्याउन मिल्दो रहेछ गाडी। त्यो घोडाहरू राखेको ठाउँसम्म। अनि यहाँबाट चाहिँ हिँड्नुपर्छ। यहाँबाट लेक पुग्नलाई त्यही 20-25 मिनट लाग्छ। कोही बिस्तारै हिँड्ने, खुइ हिँड्नेलाई त 15 मिनटमै पुगिन्छ। अनि रिजोर्टहरू चाहिँ अलिक टाढा छ। 1.5-2 घन्टै लाग्ने रहेछ रिजोर्टहरू चाहिँ हिँडेर। 6-7 किलोमिटरै रहेछ। हामी चाहिँ अब राराको तालतिर हिँड्दैछौँ। सामान चाहिँ एउटा घोडालाई बोकाइदिएको छौँ। 3-4वटा ब्याग छ। हामी चाहिँ बिस्तारै हिँड्दै जाँदैछौँ। यहाँबाट हामीलाई इको रिजोर्टसम्म पुग्नु चाहिँ 1.5 घन्टा लाग्छ अरे। ताल चाहिँ अलिक कम लाग्छ होला सायद।
रारा निकुञ्जको फाँटमा रारा देखियो है यता हेर्नु निलो रारा आज आकाशखुल्ला भएर कस्तो निलो देखिरहेको छ राराको बोर्ड भेट्यौँ आइपुग्यो हामीहरूबाट अब हामी बस्ने ठाउँ चाहिँ उता पारी रहेछ आइसक्यो रिजोर्ट चाहिँ लगभग 1.5 घन्टा जतिको बाटोमा रहेछ हामीहरू त पुरा पुलसुल बनाएको रहेछ तर्नलाई लेककै एक्सटेन्सन रहेछ यहाँनिर मजाले विशाल देखिन्छ लेक यहाँबाट हजुर ड्याडीको उयसमा हामी चाहिँ लगभग 4 बजीतिर रारा इको रिजोर्टमा आइपुग्यौँ यहाँसम्म चाहिँ हामीले प्याकेज चाहिँ रारा एडभेन्चर टुर्स एन्ड ट्रेक्स भन्ने ठमेलमा छ त्यहाँबाट गरेको थियौँ पर पर्सन चाहिँ नेपालगञ्ज टु नेपालगञ्जको लागि 22,000 हो हाम्रो अनि काठमाडौँदेखि गऱ्यो भने चाहिँ 27,000 भन्नुभएको थियो हाम्रो चाहिँ एक दिन टाइम सेभ गर्नको लागि हामीले चाहिँ नेपालगञ्जदेखि गरेको थियौँ अब आज हाम्रो डिनरहरू गरेर पल्टिन्छौँ हामी टायर्ड पनि भएको छ जुन फल्यो फल्यो नि यस्तो ठाउँमा अब बिचरा यो हो मोरमा टपको यात्रा सुरु हाम्रो अब यहाँबाट मोरमा गाउँ देखिन थाल्यो हिँडेको 15-20 मिनटमा मोमरा गाउँ आइपुग्दो रहेछ इको रिजर्टबाट चाहिँ
बारीमा फर्सीहरू कति फल्न रहेछ यतातिर सब टिपेर क्या पहेँलो पहेँलो हेर्दै यहाँबाट बेच्ने ठाउँ छैन गाई बस्तुलाई खान त्यही हो मोरमा गाउँ मुरमा टपमा आएर पोखर चढाउँदै खाँदैछौँ यो चाहिँ मुरमा टप हो ल हिँड्नु राराताल पानी जाने ठाउँ त्यहाँ त्यति सानो रहेछ हामी आउने ठाउँ चाहिँ त्यो पर खुइले डाँडो जस्तो देखिएको ठाउँबाट यो मुरबु टप रहेछ टाढाभन्दा 1000 मिटर माथि घोडालाई त्यहाँदेखि चढेर आयो भने 35 त्यो परदेखि चढेर आयो भने 3500 रुपियाँ लिँदो रहेछ यहाँ यो चाहिँ हुम्ला अरे हुम्लाबाट यहाँ चाहिँ एनटिसीको टावरहरू रहेछ तर 2G मात्रै चलिरहेको छ बिग्रेको छ अरे 4Gहरू चाहिँ त्यो नेटै छैन यतातिर लेकमा फोटो खिच्दै हुनुहुन्छ लेक त्यहाँ छ यो चाहिँ लेकको हेर्ने टावर हो यो चाहिँ मोर्मो टपको इको रिजोर्ट बाट तल झर्दै हुनुहुन्छ खानासाना खाएर मम्मीहरू अब हामी चाहिँ यहाँ एकछिन बसेर निस्किन्छौँ बस्नलाई चाहिँ राम्रै छ यहाँ ठाउँ पानी चाहिँ अलिक समस्या रहेछ सानो पानी आउँदो रहेछ अहिले त अझ राम्रै छ अरे पछि झन् पानी आउँदैन अरे फुल्दैछ हामीलाई चाहिँ प्याकेजमा यो राराईको रिजोर्टको तल माथि जुत्ता बस्नु पनि हुन्छ भन्ने थियो तर हामी चाहिँ अब माथि अलिक महँगोहरूलाई अल्टिच्युडले गाह्रो होला कि भनेर तल नै गएर बसेको तर भ्यूहरूको लागि चाहिँ माथि एकदमै राम्रो छ त्यही पानीको समस्या होला भन्ने कुरा छ नभए त माथि बस्दा ठिक हुन्छ हामी चाहिँ अब मोरमा टपबाट फर्किँदैछौँ माथिको रिजोर्टमा खानासाना खाएर बिस्तारै फर्किँदैछौँ माथि पुग्न 2.5 घन्टा लाग्यो झर्नलाई 1.5 घन्टा जस्तो लाग्छ होला किनभने अलिक सजिलै रहेछ बाटो त्यस्तो धेरै उयो पनि छैन यो पोइन्टबाट चाहिँ हिँड्दा हिँड्दै ताल पनि देखिन थाल्छ ठ्याक्क यता अब मोर्मा गाउँ हामी 20-25 मिनटमा पुग्छौँ होला डिस्टेन्स त धेरै छैन त्यो तल हामी बसेको इको रिजोर्ट भन्ने ठाउँबाट माथि मोर्मु टपसम्म 3.5 किलोमिटर जति रहेछ टोटल अनि हिँड्नलाई त्यही 2 घन्टा 2.5 घन्टा म्याक्सिमम 2.5 घन्टा लाग्ने हो आराम गर्दै यताउति गर्दै हिँड्दा पनि 2.5 घन्टामा त मजाले पुगिन्छ टपमै एलिभेसन चाहिँ 1000 मिटर जतिको छ हामी चाहिँ मोर्मु गाउँमा आइपुग्न आँट्यौँ कुद्नेर खेत जोतिरहेको छ मान्छेहरूले काग कराउँदैछ क्वाक क्वाक गर्दै हावा मजाले चलाएको छ पुरै रुखहरू आवाज आइरहेछ सरेर यो देखेको गाउँ चाहिँ मोर्मा गाउँ हो अब त्यो मोर्मा गाउँबाट त्यहाँ साइडबाट बाटोबाट बिस्तारै जानुपर्छ
हामी चाहिँ मर्माबाट झर्दैछौँ आइपुग्नु लाग्यौँ अब ओह्रालो झर्दै हुनुहुन्छ मम्मी ड्याडीहरू बिस्तारै बिस्तारै बच्चाहरू कहाँ पुगेर आएका हुन् कोटमुखै सुकिसकेका हुन् एकछिन बस्ने हो त राराबाट बगेर आएको पानी हो यो चाहिँ हाँस्दा त यो हाँसेर मजबुत छ बढी अब हाँस्यो अब हाँसेको आउँछ नि झगडाको आयो म त झगडा हाँस्दै आयो हाँसेपछि हाँसेको जस्तो आउँछ हामी चाहिँ अब रिजोर्टबाट फर्किँदैछौँ यहाँनिर अहिले अब यहाँ बोटिङको प्लान छ राराबाट 45 मिनट बोटिङ गर्ने हुनेछ अनि त्यो बोटिङ गरेर उताको साइडमा जाने अनि त्यहाँबाट फेरि हिँड्दै फर्किने अनि बोटिङको चाहिँ हाम्रो प्याकेजमै इन्क्लुडेड थियो बोटिङलाई चाहिँ 45 मिनट बोटिङ गरेको जस एउटा कुनाबाट अर्को कुनामा लगिदिएको चाहिँ 45 मिनट लगाएर लग्ने रहेछ एराउन्ड अनि त्यसको चाहिँ 500 रुपियाँ पर्ने रहेछ अरू आफूलाई जति गर्न मन लाग्यो त्यही अनुसार कस्टहरू हुन्छ जस 45 मिनटको चाहिँ 500 पर्ने रहेछ त्यो ट्रेक गएको रहेछ फोक्सन्डोतिरबाट हिँड्दै ठिकै भयो यता हेर त लुरी यता हेर यहाँ बस्ने तपाईँ म
ओहो हामीले पुगे ल अब रारालाई बाई बाई निस्किनु लाग्यो क्या सबैजना हामी चाहिँ फर्किँदैछौँ अब अनि हाम्रो प्लान चाहिँ आज जुम्ला पुगेर एकछिन जुम्ला घुमेर अनि फेरि नाङमामै गएर बस्ने प्लान छ त्यहाँ जुम्ला घुम्ने अनि त्यता तातो पानी पनि छ अरे तातो पानीमा पनि एकछिन बस्ने अनि सुत्न चाहिँ बेलुका नाङमामै जान्छौँ हामी यो चाहिँ जुम्लाको खलङ्गा गुम्बा रहेछ यो चाहिँ जुम्लाको भ्यू पोइन्ट जस्तै रहेछ ठ्याक्कै यहाँबाट चाहिँ जुम्ला मजाले देखिँदो रहेछ सबै एयरपोर्टहरू बजारहरू सबै मजाले देखिने रहेछ यो चाहिँ जुम्लाको चन्दननाथ मन्दिर यो चाहिँ तातो पानी रहेछ हाम्रो जुम्लादेखि अलि माथि यो चाहिँ सिजा नदी रहेछ सिजा नदीको किनारमा रहेछ जुम्लाको तातो पानी हामी चाहिँ बेलुका तातो पानीमा बस्यौँ 1 घन्टा जति अनि त्यहाँबाट फेरि नागमामै फर्कियौँ होटल छायानाथमै बस्यौँ त्यहाँ सफा राम्रो थियो खानाहरू पनि मिठो थियो त्यहाँको अनि बिहानै उठेर 5 बजे उठेर हिँड्यौँ अनि यहाँ सुर्खेत आइपुगेको छ मैले बुलबुल ताल यहाँनिर चाहिँ यो ताल साल घुमेर अनि अब एयरपोर्टबाट डाइरेक्ट काठमाडौँ फर्किने प्लान छ ज्याला देखेको छैन अब भन्नु ल सुर्खेतको बुलबुल ताल बुलबुल बुलबुले ताल बुलबुल यो बुलबुल तालमा चाहिँ स्पिड बोट सर्भिस रहेछ एकजनाको 200 लिँदो रहेछ अनि 6-7 राउन्ड गरिदिँदो रहेछ 2-3 मिनट्स भनौँ न अब यहाँ सुर्खेतमा यो बुलबुल ताल हेरेपछि हाम्रो टुर चाहिँ सक्यो अब हामी यहाँबाट एयरपोर्ट जान्छौँ तालको साइडमा पार्क जस्तो पनि रहेछ सो घुम्नलाई राम्रै रहेछ ठाउँ चाहिँ बुलबुल ताल भिडियो हो
सुर्खेत एयरपोर्ट हामी चढ्न आँटेको अब सुर्खेतको एयरपोर्ट चढ्न आँट्यौँ हामी अब लगभग अब चढ्न थालेको है ल सुर्खेतको एयरपोर्ट हाम्रो सानो भाइ पनि छ भेटाएको भाइ ल ल ल ल ल सुर्खेतबाट 1 घन्टाको फ्लाइटमा काठमाडौँ आइपुग्यौँ हामी चाहिँ टिकाको अघिल्लो दिन अनि त्यसको 1-2 दिनपछि त पुरै पानीहरू परेर बाटो कतै पनि सब बिग्रेर यताउति भइरहेको थियो सो पर्फेक्ट टाइममा फर्केछौँ अब यति नै हो अन्टिल नेक्स्ट टाइम